बुवासँग 2 वर्ष अगाडि मात्रै बोलचाल सुरु भयो। मलाई चाहिँ रुन आयो, यत्रो वर्षमा भेट भएको बुवा होइन। 13 वर्षपछि आफ्नो बाउ देख्नु भनेको कुरा अलिकति अलि बढी नै गाह्रो भएको थियो। बोल्यो, हाँस्यो। अनि त्यसपछि चाहिँ त्यस्तो केही जस्तो लागेन। सुरुचोटि चाहिँ डर पनि, मभन्दा बढी उहाँ डराउनुहुन्थ्यो। उहाँ पनि हामी सँगै 2 जना भेट भएको। डर पनि लाग्यो, दुःख पनि लाग्यो। यसरी खुसी पनि थिएँ म, यसरी भेट हुनु भयो भने। मलाई सबभन्दा मेरो गाउँ छिमेक नबोल्दा भन्दा पनि मेरो बाबा नबोल्दा मलाई अलिकति दुःख लाग्थ्यो। वो मेरा अपना दर्द है भाई, वो मेरा अपना ही रहेगा, ऐसा नहीं होता भाई, ऐसा नहीं। ल भन्ने चिज चाहिँ कतिखेर कहाँ कोसँग बस्छ भन्ने चाहिँ थाहा हुँदो रहेनछ क्या। दिलले माया गरेर चाहिँ हामी त्यस्तो डिप्लपमा चाहिँ परेका थिएनौँ कि। अनि त्यसरी अब त्यो माया नै थिएन भने बिहे चाहिँ कसरी भयो त? होइन, और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। त्यसपछि बल्ल सुरु भएको क्या हाम्रो हाम्रो। त्यसपछि कस्तो भयो भने घरतिर हल्ला भयो मेरो माइततिर। अनि तलतिर मास्तिर हिँड्दा ओर्दाखेरिमा पनि अलिकति मलाई दुर्व्यवहार गरे जस्तो देखाउने, मलाई आफूलाई फिल हुने कि त्यस्तो। ए म त त्योसँग बसेको पनि छैन, गएको पनि छैन, ए यस्तो पो हुँदो रहेछ।